यसो चिया खान चोकतिर गएको, चोकमा त पुरै गाडी जाम। के कारणले भयो भनेको त जतातत यसरी बाटोमा बाइक पार्किङ गरेर जाम भएको रहेछ। सम्बन्धित निकाय प्लिज पे अटेन्सन है। र चिया खाएर जिमतिर लागियो। हाम्रो सुवर्ण सरलाई कल गरेको कल नै रिसिभ गर्नु भएन। म एक्लै जिम गएँ र म यसो एक्सर्साइज गर्दै थिएँ, सुवर्ण सर आउनु भएछ। मलाई देख्ने बित्तिकै खुट्टा खल्च्याङ खल्च्याङ गर्दै नाटक पो गर्नुहुन्छ त। ढिला पनि आउने नाटक पनि गर्ने भनेर सिधै च्यापचुप पारेर फर्स्ट एक्सर्साइज सिटेड सोल्डर प्रेस मसिन 4 सेट 10 to 15 रेपिटेसन गर्न लगाएँ। सर आज किन ढिला त भनेको, आज बिहानदेखि नै मौसमले च्यालेन्ज दिएर च्यालेन्ज एक्सेप्टेड भनेको फेरि घाम लागेर प्लान क्यान्सिल भनेर फर्केर आउँदा ढिला भयो भन्नुभयो। ल त्यसो हो भने बारबेल उचालम भनेर बारबेल बाइसेप कल 4 सेट 10 to 15 रेपिटेसन गर्न लगाएँ। बाइसेप कल गराउँदै थिएँ, सर त पछाडि पो ढक्लिनु भयो त। यसको पनि उपाय छ भन्दै सरलाई अडेस लगाएर बाइसेप कल गर्न लगाएँ। त्यसपछि स्कल क्रसर विथ बारबेल 4 सेट 10 to 15 रेपिटेसन गर्न लगाएँ। A few moments later. त्यसपछि स्ट्यान्डिङ डम्बेल बाइसेप कल 4 सेट 10 to 15 रेपिटेसन। सर मजा आइरहेछ त भनेको, भुल्नुहुन्न त सरले त मोटिभेसन पो याद गर्दै हुनुहुँदो रहेछ। Oh my god. सर ठिक छ त, कस्तो भइरहेछ एक्सर्साइज भनेको। त्यसपछि डम्बेल ल्याटरल रेजेज 4 सेट 10 to 15 रेपिटेसन। यसो सरको अनुहार हेरेको त सर त हनुमान फुल्या जस्तो पो फुल्नु भयो त। त्यसपछि रोप ट्राइसेप पुश डाउन 4 सेट 10 to 15 रेपिटेसन गर्न लगाएँ। सर ट्राइसेपमा फिल आइरहेको छ त भनेर सोधेको त ट्राइसेपमा होइन मेरो मनमा फिल भइरहेछ भन्नुहुन्छ त। ल भएन बा, आज सर तपाईँको आज चालामाला ठिक छैन भनेर ल आजलाई यति नै गरौँ है भनेर म चाहिँ घरतिर लागेँ।